सो हाई एभ्रिवान वेलकम ब्याक माई न्यू भिडियो आयो सबैजना सन्चै हुन्छ सो म पनि सन्चै छु मैले चाहिँ अहिले काम यो गर्दैछु सिङ्का चिर्ने यति चाहिँ चिरिसकेँ यो चाहिँ कहिलेकाहीँ काम लाग्छ नि त त्यही भएर त्यो यो बाँसको त्यो चोयाहरू ल्याउनु माथि मम्मीले सिङ्का बनाउने सो मैले चाहिँ चिर्दैछु अनि मेरो छोरीले यस्तो हालत गराएको छ नि घरको हेर्नुहुन्छ गाइज यो जुत्ता निकाल्ने त्यही हो यिनी सब गराउने यसैको काम हो गाइज अनि उहाँ गएर अहिले मकै स्वर लगाएछ मम्मीले बजारबाट ल्याउनु भएको थियो साँझ पोलेर खाने भने सब खोल्न लगाएछ हाई बाबा है आई लभ यु हरकत कस्तो गरेछ जसलाई खोकी लाग्छ जसलाई बाफ लगाइरहेछ त्यसैलाई खानिस लाग्छ त्यो उखु सबै चिज खानिस लाग्छ यसलाई गाह्रो छ गाइज मम्मी चाहिँ जानुभएको थियो के अरे उहाँ मल छिट्ने भनेर अहिलेसम्म आउनु भएको छैन सो के गर्न लाग्नु भएको छ हामी चाहिँ जाँदैछौँ मेरो छोरो रेडी छ जानका लागि सो हामी चाहिँ हिँडिसक्यौँ ल आऊ आऊ यहाँ आऊ किन बिस्तारै हिँड लोटिन्छ यस्तरी कुद्छ गाइस यो चाहिँ यस्तरी कुद्छ नि के भन्नु हिँड माथि जाऊँ माथि कान चिलाइरह हिँडे हेर्नुहोस् गाई जसलाई हिँडे हामी चाहिँ आइसक्यौँ मकै रोपेर पनि आइसक्यौँ यहाँ चाहिँ मम्मीले के बसाउनु भएको छ मकै बसाउनु भएको छ आगो बाल्ने यति ठुलो कुकरमा एउटा मकै राख्न पठाउनु भएको छु पोलेर खाने अहिले चाहिँ म जाँदैछु मल फाल्न त्यहाँ पर अर्को ठाउँ मकै लाउने ठाउँमा मल फाल्न पर्ने छ यता पर बारीबाट मोबाइलमा चार्जर छैन सो म चाहिँ मोबाइल चार्जर लगाएर जानु पर्यो म चाहिँ जाँदैछु अहिले मेडिकल छोरोलाई लगेर फटाफटसित घरको काम भ्याएर आएको अनि मलसल फालेर यताउता गरेर सुतेको थिएँ म आउँदैन बग्दै उठिसकेर चाहिँ फेरि एउटा खाना बनाइ खुवाइआएको छु अब चाहिँ म मेडिकल पुग्नेवाला छु हाई भन्छ मेरो छोरीले बा चाहियो गरेर गाई त्यहाँ अटोमा बिहान यो चाहिँ अटोमा जाने भने के रे फेरि भनिदेऊ त केमा जाने रे केमा जाने रे उटोमा जाने गरे उटो अटो गरे उटो भन्छ कि गाई जस्तो चाहिँ हामी चाहिँ घर जान लागिसक्यौँ बाफ लगाएर पनि हाई भनिदेऊ बाई पनि भनिदेऊ ओके हामी चाहिँ खानासाना खाइसक्यौँ खाना खाएर पनि मैले भाँडाकुँडा धोइसकेँ मैले साझै जुस झर्नु भएको छ भ्याएन भने मात्रै हो छोरो चाहिँ यता मोबाइल हेर्दैछ त्यही भएर चाहिँ म बाहिरै भिडियो बनाइरहेको छु सो आजको भिडियो यहीँ एन्ड गर्छु सो भेटौँला नेक्स्ट भिडियोमा च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट गरिदिनु होला भिडियो कस्तो लाग्यो भन्नु होला बाई बाई थ्याङ्क यू फर वाचिङ